पहिले पनि लिएको थिएँ, अहिले पनि सहज रूपमै लिएको छु। किनभने म राजनीति कार्यकर्ता हुँ, राजनीति गर्ने मान्छे हुँ, त्यसैले सहज रूपमा लिएको छु। त्यसमा कुनै मलाई यो चुनौती र कम चुनौतीको दिमागमा कुरै आएको छैन। सहज रूपमा लिएको छु र जनता मेरो साथ छ भनेर। होइन, म त ठिक ठाउँमा छु। हाम्रो अहिलेको गठबन्धन प्राकृतिक हो, अहिलेको गठबन्धन डेमोक्रेटिक एलायन्स हो, उनीहरूको गठबन्धन अप्राकृतिक हो। कसरी? त्यसरी भन्दैछु म। तपाईँलाई थाहा छ, पहिलेको केपी ओलीको सरकारले दुईचोटि पार्लियामेन्ट भङ्ग गर्यो। पार्लियामेन्टमाथि आक्रमण गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यसमाथि आक्रमण गर्नु। त्यति मात्र होइन, उहाँले के भन्नुभयो तपाईँलाई याद छ? संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु र बैलगाडीमा चढेर अमेरिका जानु, यसको सीधा अर्थ हो संघीय लोकतन्त्रको विरुद्धमा केपी ओली छ। अहिले नागरिकताको जुन बिल आएको छ, पार्लियामेन्टबाट पास भएको छ, फुल स्टप कमा समेत केपी ओलीले अध्यादेश लाएको जम्मै तपाईँको यसमा छ, कुनै फरक छैन। अहिले फेरि उहाँ दबाब दिएर, राष्ट्रपति त उनको कार्यकर्ता हो, कार्यकर्ता बुझेको दबाब दिएर, राष्ट्रपतिलाई प्रेसर दिएर त्यो संविधानमा नै नभएको कुरा राष्ट्रपतिले गर्नुभएको छ त्यो केपी ओलीको दबाबमा। तसर्थ यिनीहरू मधेस विरोधी पनि हुन्, यिनीहरू संघीय लोकतन्त्र गणतन्त्रको विरोधी पनि हुन् र खास गरी म अर्को एलाउन्स जो मधेसको आफ्नो मसिहा भन्ने जुन पार्टी छ, त्यो कसरी उसँग गएर एलायन्स गर्यो। हिजो अस्ति संविधान जलायो, हिजै अस्ति तपाईँको विरोध गर्यो नागरिकता बिलको, अहिले गएर त्योसँग टाँसिनु। त्यसैले भन्छु अप्राकृतिक गठबन्धन उहाँहरूको भनेपछि तपाईँहरूको जित सुनिश्चित छ? जित हाम्रो सुनिश्चित छ, चिन्तै नगर्नुहोस्।